आज चाहिँ हाम्रो युनिभर्सिटीले घुमाउनु लाँदैछ कि अनि कहाँ लाँदैछ चाहिँ मलाई थाहा छैन त्यो चाहिँ तर राम्रै ठाउँ लग्दा त तर यस्तो नेपालको जस्तो फेरि पैसा उठाएर घुम्नु जाने त्यस्तो हुँदैन नि युनिले सब फ्री गर्छ कि खाने ओर्ने सबै लाने ओर्ने सबै फ्री हो क्या अनि अलिकति त अब युनिबाट गइसकेपछि भनेको अलिकति हेर्दा पनि मिल्ने भएर जानु पर्यो नि त अनि अलिकति यस्तै हल्का फर्मलमै गएको जान चाहिँ बट जे लाए नि सुहाउने भने जस्तो मलाई चाहिँ जे लाए नि राम्रै देखिन्छ त्यो चाहिँ एउटा कला छ क्या ममा अनि अब यति गरिसकेपछि त पक्लकै ढालिदिन्छु नि म 2-4वटा भन्छ तर मलाई ढाल्नु छैन म यतिकै अब युनिले लगेको भनेर फर्मल भएर गएको नत्र मलाई ढाल्नु छैन कसैलाई मान्छे धेरै राम्रो भइसकेपछि सक्दैन के कसैले अब यतिको भएछ त अनि म आफैलाई हेरेर छक्क पर्छ कि म धेरै राम्रो भएकोले यहाँ चाहिँ हल्का मिसअन्डरस्ट्यान्डिङ भयो कि पासवर्ड ले भनेको रहन्छ तर ल्याउनु पर्छ भनेर जबरजस्ती गरेर केटाहरूले पासवर्ड लिएर गइयो होइन भरे कामै नलाग्ने रहेछ नि पानी पनि पर्न थाल्यो अनि पासवर्ड राख्न जाँदैछु म कुद्दैछु गाह्रो छ बस चाहिँ हाम्रो एकदम भिआइपी छ फेरि सामान्य बसमा लाँदैन होइन खतरा छ बस चाहिँ कलेज पनि सो हामी चाहिँ होइन उसको बेमा गएको यहाँ बेहुला यहाँ छ होइन उसको बेमा हामी जन्ती गएको हो क्या आज चाहिँ मेन चाहिँ होइन त्यही हो बेहुलाको साथीहरू तर सबैभन्दा हेर्छौँ चाहिँ मै छु है फेरि त्यति चाहिँ म फेरि केटीहरू हाँसेर मलाई बाले भएन मतलबै छैन तिनीहरूको मलाई गीत गाउनु पाउँदैन हामीले जे गर्न पाइन्छ जे लाउने पाउँछ त अगाडि जानुपर्छ कस्तो अगाडि भाइ म होइन जुनै स्टेजमा गएर पनि गाइदिनु सक्छु कि त्यति कन्फिडेन्स भएको मान्छे हो बजाउने कुरा होइन क्या साथी गाउने कुरा हो कि यत्रो सिङ्गर यहाँ हुँदा यार तर अहिले फर्किँदा एउटा फर्किँदा हानुको माल मन लाग्यो त्यही हो क्या एउटा लाइन मात्रै आउँछ कि हानुको माल जोगुम आयो भन्नु सक्यो त्यति हो कि लाइक प्रो लाग्यो होला सर अरू के भनिदिनु ल अरू छाताले के म के रे छाताले के भन्छ छाताले के भन्छ 1 घन्टा लाग्छ बुसानै पुऱ्याइदिन्छ अहिले उसले राँगा त नि यहाँ काटेर खाइहाल्छ नि साथी गोरु पनि काटेर खान्छ क्या साथी मोटु त्यो उनीहरूको पुरानो ठाउँहरू देखाउँदैछ कि पहिलाको ट्रेडिसनल कुराहरू रहेछ सबै घरहरू पनि ट्रेडिसनल पुरै यो चाहिँ मैले निन्जा हतौडीमा देखिरहेको थिएँ चुङ्गी 저기 워러 라이스 워러 라이스 뒤로 가서 불 बाहुबलीको छोरो कटप्पा यहाँ चाहिँ अर्को लेक रहेछ उतापट्टि खतरा खोला भनौँ लेक होइन त्यो खोलामा त कोबेरा आउँछ त नि मोटु कोबेरा आउँछ त खोलामा उहाँ हेर न त्यो पार्क जस्तो रहेछ रहेन तर खै के हो कि यो राम्रो नि लाग्छ फेरि यस्तो हेर के जस्तो नि लाग्छ यिनीहरूको पुरानो ठाउँहरू भएको घुमाउँदै रहेछ रहेन चाहिँ अहिले घरहरू के देखाउँदै थियो त्यो ठाउँ चाहिँ ठिकै रहेछ उता लेकहरूको भ्यू चाहिँ राम्रो रहेछ यहाँ अरूभन्दा नि लेकहरू चाहिँ खतरा देखिने रहेछ कि 12:30मा खुवाउने गरौँ अब 12 बजी होइन 12:30मा त्यो सेड्युलमा 12:30 थियो यो त पाथिभाराको उकालो चढे जस्तो भयो त अनि कत्रो उकालो रहेछ राजा ठाउँ यहाँ हेरौँ न यहाँ के रहेछ यहाँबाट पो खतरा हुन्छ कि हौ नयाँ ठाउँहरू घुम्नुपर्छ जिउ दुखिरहेको छ काममा गएको थियो नि त युट्युब
유튜브? 네. 오, YouTube. 안녕. Our something name is too good. 안녕하세요. 안녕하세요. 네. 비건이에요. 안 피곤해. 이 정도는 얼마든지 오케이. 괜찮아요. 위험해. 데인저러스. 액션 오케이? 네. माथिबाट खतरा देखिन्छ क्या हो ए उकालो चढ्दा चढ्दा मरियो त ए कहाँ डाँडा बाखामा ल्यायो धेरै राम्रो ठाउँ लाग्यो मलाई चाहिँ खतरा लेकहरूको भ्यू तर धेरै छ सबै लेककै भ्यू मात्रै रहेछ कालोमा सबै कालो लाएर हो क्या राम्रो देखिएको तर साँच्ची भनेको मजाले हुन्छौँ कोरियामा बाँकी रहेन कि अति धेरै राम्रो भइसक्यो क्या यहाँ तिम्रो फेरि प्राइभेसी छ तिमी हट है तिमीलाई म देखाउँदिनँ तिम्रो प्राइभेसी तिम्रो मैले अस्तिको भिडियोमा मैले प्राइभेसी देखेँ कि त्यो भएर म तिम्रो खिच्दिनँ मोटु यही बस्यो यो ठाउँ कस्तो लाग्यो कस्तो पाहा भित्ता चढाएको यिनीहरूले यो त म नि चढेर आएको त चढेर आएको थिएँ स्वयं होइन म त पाथी भएर याद आयो वे अलोन आई एम कमिङ वे बाली खासो छम्कानमा नि हो ने संजङ नि 오케이. we are together 오케이. ne we are together 오케이. ne संजङ नि this place is 좋아해요 too good 쭈굿? 네 오케이. 좋아해요 좋아해요. 네 선생님 나도 좋아해요. 나도 너무 많이 좋아해요 오, 베리베리. 예 오케이. 네 선생님 माथि जान सक्दैन 집에서 봤어요. मेरो पाहाडको घरकै याद आएर मलाई 오, 육구. आया कसले तर म यहाँ यता झन् खतरा रहेछ त नि तिमीले सञ्जङ निमे भन्यो क्या सञ्जङ निम भन्यो भन्यो के भन्छ त केटाहरू म पनि झुकिन्छु तर केटाहरूलाई कति सञ्जङ निम भन्ने हो खाजा बाबुल मगस सञ्जङ निम YouTube our last video is going viral ne 가자, 너. Sanjay Neem, you are looking too beautiful. Beautiful means Oi, Samiru. Beautiful like के भन्छ? बाबु यप्पयो. अनगुम्मा यस्तो लाग्यो होला होइन यसले त आमा सरहरूको त्यसै भिडियो बनाइरहेको छ नसोधी मैले सोध्नु पर्दैन कि अलिकति मान्छे अनुसार हुन्छ क्या दिने उनीहरूलाई मैले सोध्ने पर्मिसन माग्नै पर्दैन मैले किनभने म आफै फेमस छु उनीहरूले मलाई माया गर्छ क्या अति माया गर्छ उनीहरूले मलाई सरले डोर्याएर हिँड्छ अनि सँगै छाता उडाउने ओर्ने पानी पर्दा रमाइलो छ क्या मलाई अति गर्छ क्या यो सरहरू मलाई लास्टै मनपर्छ सर अरूभन्दा पनि सर चाहिँ हामीलाई चाहिँ अहिले खाना खानु ल्याएको छ कि यहाँ खतरा रहेछ यसो हेर्दा चाहिँ अब खाने चाहिँ कस्तो छ के हो यो फेरि कताबाट बोलाउँछ यस्तो छ होइन खाने चिज तर मलाई खासै मन पर्ला जस्तो त लागेन ठिक्क पारेको रहेछ रन चाहिँ तर यो मिठो हुन्छ जस्तो चाहिँ लागेन मलाई च्याउ पो रहेछ सँगै राखेर सँगै खुवाउँछ क्या मलाई सरसँग सँगै बस्ने जता गयो नि सँगै लिएर जान्छ रमाइलो त माया गर्छ मलाई फाइटिङ यहाँ ट्याक्सको एउटा अन्डा आधी अन्डा भयो कहाँ अब तिम्रोमा फेरि त्यहाँ चाहिँ हाम्रो यहाँ कोक चट्टा रेडी हुँदैछ एक एकवटा दिन्छ अरे पछाडिबाट ल्याक्खु ल्याइछन् के ल्याउँछन् हो मटु खाना कस्तो लाग्यो
मेरो त 10 रुपैयाँ के गर्दै भयो मिलाएर अब चाहिँ सेम भयो नि त मोमो नेपाली मोमो नेपालकै स्वाद थियो त्यसमा चाहिँ तर दामी थियो अरु कस्तो मिठो हैन म चाहिँ मिठो होला भनेर तेल भरे त खाएको त गुलियो पो रहेछ किन खा गुलियो कि अमिलो थियो गुलियो अमिलो थियो क्या दुईटै मिक्स थियो अनि त्यो हुन्छ नि त्यो सरलाई निक्ले मगाएको नुन पनि यत्रो दाना थियो कि अनि त्यो नुन पनि काम दिएन नुन पो टोकिरहेको मलाई भात खायो भातबाट निस्छ भात पनि खाएँ यार मैले टेन्सन अब हामी जाने कहाँ हो कोही यार जाने कहाँ अब भनेको यो अनलाइन त जहाँ भयो अब जहाँ हुन्छ त्यहाँ भेट्नुपर्छ हुन्छ त्यहाँ चाहिँ एउटा स्टोर रहेछ होइन स्टोर भिजिटिङ हानिदिन्छु त्यसै हावातालमा पैसा छैन त्यतिकै भिजिट मात्रै हो होइन बोटको एक्सपिरियन्स गराउन आँट्दैछ जस्तो लाग्यो मलाई चाहिँ ल्याइरहेछ यहाँ ल्याउनु चाहिँ के हो अब जाँदैछौँ भने चाहिँ अब बोट जिन्दगीमा पहिलोचोटि बोट पनि चढ्ने पऱ्यो सिप मिनी सिप चिङ्गु कम Oh, taking video? खेल्छ न ओए लडिन्छ यार यो त कस्तो उयो रहेछ के त्यो हेर्ने मात्रै हो कुदाउँछ पनि हो दिदी अलिअलि सहयोग पनि गर्नुपर्छ पहिलोचोटि सिप्स एक्सपिरियन्स गर्ने मैले देखेको नि त पहिलोचोटि हो नि मैले फिल्ममा मात्रै देखेँ यार साथी सबै आएर कोरियामै देखेँ जति सबै म पनि आउँदैछु फर्स्ट टाइम ल के भन्छ ओए माथि चढ्नुपर्छ एउटा हामी चाहिँ ल सिट पनि एक्सपिरियन्स गरियो लाइफमा फर्स्ट टाइम होइन जेस देवनले गर्छ हाम्रो युनिभर्सिटीले चाहिँ कति गर्छ क्या तर के ग्लोबललाई मात्रै गरिरहेको छ अहिले चाहिँ हाम्रो फ्याकल्टीलाई मात्रै गरिरहेको छ अलिक राम्रो कम्प्युटर साइन्स हो नि त अरूलाई चाहिँ त्यस्तो गरेको छैन बट हामीले त के गरिरहेको छ अचम्म लाग्छ मलाई नि के भरे यत्रो साह्रो गरिरहेको छ अहिले सिटको टपमा आइसक्यो होला हामी फेरि सक्छ त कसैले यहाँ चाहिँ एकदमै रमाइलो पहिलोचोटि एक्सपिरियन्स गरेको होइन मजा आउँदो रहेछ जो रमाइलो रहेछ कि यहाँ यस्तो आनन्द छ कि यो काम गरेपछि चाहिँ होइन त्यहाँ यहाँ आउनु भनेको एकदम पिस शान्ति के युनिभर्सिटीले गरो यार गरो कति गरो के सोच्योभन्दा धेरै गरो यो चाहिँ होइन खोइ कहाँको ताल हो के हो थाहा पनि छैन बोर्डमा चढायो चढ्यौँ जाँदैछौँ होइन जस रमाइलो छ कोरिया भनेको एकदमै आउनु भन्छ अरे काम गर्नु पर्यो भने चाहिँ गोरु बेलाइ हुन्छ तर घुम्न लगो रमाइलो छ आज चाहिँ आज कलेज हो त अरू दिन त काम हुन्छ हुँदैन टुङ्गची हुँदैन रहे पनि बेला बेला काम चाहिँ आउँछ काममा गएको बेला चाहिँ गोरु नै हुन्छ गोरु गधा खच्चड सबै हो क्या हामी भनेको हाम्रो हजुरबाले चाहिँ भन्दै रेल पानी जहाज ल्याउँछु भने त अब ल्याउन सकेन नि अब कोरियामा आएर चढियो होइन अब उसले ल्याएन नि त के गरिदिनु होइन अब आफू त चढ्नु पर्यो अनि यहाँ आएर भयो नि चढियो चढ्न चाहिँ समीरु के छ अनि आजको माहौल जापानमा रतन कार्कीले कोरियामा सागर कार्कीले मार्केट एक छन्नी फ्यानहरू निकालिदिन्छु नि म अहिले कोरियन फ्यानहरू चिङ्गु युट्युब ने अनेक छ नि त यहाँ यसले चाहिँ के बुझिन्छ भने कार्कीहरूले होइन देशमा भयो नि विदेशमा भयो नि आफूलाई अगाडि राख्छ क्या जहीँ जाँदा नि कार्कीहरू भनेको सधैँ माथि हुन्छ क्या कहिले त झुक्दैन क्या यस्तो हो क्या कार्की भनेको अनि यहाँ खाएको छैन त कप्लकै निलिसकेको हो तर अहिले अलिकति अगाडि बढिसकेको पुरै चाहिँ छैन तर कोरिया त मेरै हो साँच्ची भनेको म लगाउँदिनँ कोरिया मेरै हो हाम्रो चाहिँ के हुन्छ भने अनेक हुन्छ यो बाँच्नुपर्छ देख्न पाइन्छ भने जस्तै हो क्या यो भनेको बाँच्नुपर्छ के कहिले दुःख कहिले सुख भोगिराख्नु पाइन्छ त्यही हो यो चाहिँ सक्यो हामी जस लाइफमा एक्सपिरियन्स गर्न पाइयो भनौँ न ने भनौँ चलिदिइहाल्यो त्यहाँभन्दा अरू भन्नै पर्दैन सिङ्गोहरूलाई पर्खिनु पर्ने पर्ख्यौँ न उयो कस्तो डर उयो टायर पो काटेको रहेछ एकदमै राम्रो एक्सपिरियन्स रह्यो होइन
जिन्दगीमा पहिलोचोटि अनुभव गर्यो निकै मजा आयो रमाइलो हुँदो रहेछ हो मोटु ओए खगी तिमीले साथी यहाँ तिम्रो झन् इन्टरभ्यू लिन यहाँ कस्तो रह्यो एक्सपिरियन्स कस्तो के भयो ए उसको प्राइभेसी हो क्या तिमी भन कहाँला यिनीहरूले त के प्रकार लिएर लग्यो जस्तो छ के प्रकार हो खेलाउँछ अरे होइन किन होइन हो दिदी थेट पहिलोचोटि अनुभव गरिँदैछ के प्रकार अनि के हो यो त स्लो भयो त नि अति पहिलोचोटि चढियो फुल खतरा खोलिरहेछ त्यो उयो हो क्या त्यो खेती नै गरेको क्या फुलको त्यो हामी काम गर्नु जाने फ्याक्ट्रीमा नि थियो कि अहिले आएर दियो दिन्छ दाइ तपाईँ छिटो चलाउनु कि म कुदाउँछु भन्ने जस्तो भयो त हो अनि के हो यो अन्त पहिलोचोटि चढेको स्पिडै छैन नहुँदो रहेछ यसो हेर्दा बाहिरबाट हेर्दा त स्पिड भित्रबाट त छैन स्पिडै रहेछ तपाईँ भ्युजहरू चाहिँ एकदमै राम्रो आउँदो रहेछ भ्युजहरू अति पहिलोचोटिको अनुभव के हो गोर्ल्याङ गर्दा त डर लाग्छ भन्दा नि मिल्दैन म डराउँदिनँ त्यहीसँग त्यस्तो उस्तो डर छैन मलाई तर भ्यूहरू चाहिँ एकदमै राम्रो देखिँदो रहेछ कि यहाँ अब यो अगाडि एउटा डाँडो छ त्यो चढेपछि त अझै राम्रो होला सायद मलाई चाहिँ त्यस्तो लाग्छ कि यता यो खोला भन्नु कि लेक भन्नु हेर्दा लेक जस्तो छ खोला पनि होला जस्तो लाग्छ यो भ्यू चाहिँ एकदमै राम्रो छ यहाँको कस्तो दामी तिमीहरू त्यही भन्दै बस्छ कस्तो राम्रो भ्यू अझै माथि डाँडा पुगेपछि त के होला नि एउटा गर्छ यहाँदेखि त्यो अघि पनि गरेको थियो उतै म थाहा छैन अघि चाहिँ एकचोटि उता जान्छ त फेरि गर समीर गर तर नेपालमा चाहिँ गर्छ यहाँ कोरिया हो नि त यो साथी एडभान्स टेक्नोलोजीले बनिएको नेपालमा यो भन्दा स्पिड चाहिँ कुद्छ है तर यो त अति तर यस्तो होला बाहिरबाट हेर्दा होला भित्रमा होइन मोटु स्लो हो यो यहाँ चाहिँ अब चाहिँ ठुलो डाँडो चढाउँदैछ क्या उयो लिस्नु के हो त्यो ए होइन पाइप पो रहेछ म आएर नि यहाँदेखि अनि यस्तो ठाडो छ नि पुरै ठाडो छ त्यही त पुरै उकालो माउन्टेन भन्न थालेर हुन्छ यस्तो त नेपालमा हो त यस्तो भित्ता हुन्छ माउन्टेन भन्दै गर्छ कविता नेपालमा चढेर विश्वको सबैभन्दा कतिवटा अब हिमालयहरू नेपालमा 8वटा हो मोटु 8वटा होला 7वटा सबैभन्दा ठुलो नेपालको त्यो लिफ्ट एभरेस्ट this is lift also मनोकामना छ नि काठमाडौँ हैन Have you been there? Yes, one time. को चाहिँ भ्यू एकदमै खतरा रहेछ क्या यो यो सोचे भन्दा धेरै राम्रो रहेछ अति यार मैले यस्तै एक्सपेक्ट गरेकै थिइनँ यार यो कस्तो खतरा रहेछ कि यहाँ अझै यता उँधो साइड पनि कस्तो दामी लेक भन्नु कि यो समुद्र जोडिएको हो कि के हो समुद्र छेउमा हो कि के हो त थाहा छैन बट यतापट्टि पनि छ लेकहरू होइन यो साइडमा यो समुद्र भन्दा नि यो ठुलो खोला होला क्या जहाँसम्म मलाई लाग्छ अब खासै यहाँ यस्तो दामी भ्यूहरू रहेछ कोरिया खतरा रहेछ र आज थुप्रो अनुभव गरियो एमाजोनको जङ्गल हो फेरि म कोरियाबाट एकैचोटि अर्कै ठाउँ गइसकेँ आउँछ नि हो अनि केबल कार रमाइलो छ जस आमा एक दिनमा के चाहिँ अनुभव गरियो आज त अब मरे पनि अब केही होइन यार मर्नु बिहे गरेको छैन यार साथी कस्तो तिमीले बिहे गर्दा के हुन्छ कस्तो बिहे गर्छ बुढी हुन्छ छोराछोरी हुन्छ के सोचेको बिहे नगरेर त कहाँ मर्नु बिहे त गर्नुपर्छ नेपाल जानु पर्यो यस्तो मलाई तोरी किन हुँदैन जति योभन्दा ठुलो नि हुन्छ मैले देखेको छु भोजपुरको मान्छे हो त
हामीलाई चाहिँ खाना खानु लाग्दैछ ए यिनीहरूले जे पनि प्लास्टिकमा रोक्छ कि बौलाहरू यो सबै ए यिनीहरूको पैसा धेर भएको कि झार आउँदैन भनेर थाहा छ त हामीलाई पनि हामी त्यसै यहाँ कोरियामा त्यत्रो दिन एग्री हानेर बसेको मान्छे होइन त यस्तो छ यहाँ आफै यहीँ पाक्छ यहीँ खाने हो यो के पकाउँदैछ पनि थाहा छैन तर यही खाने हो तोरीबारी यहाँ फोटो हेर्न भिड हुँदो रहेछ तर हाम्रो चाहिँ यस्तो तोरीबारीबाट चाहिँ म नेपालमै भक्क भएर आइसकेको मान्छे हो कि यस्तो तोरीबारी चाहिँ ओ समीर यहाँ त तोरीबारी यहाँ फोटो खिच्न अनि के हो यो त्यो त बिचमा छिर्छ नि त नेपाल भएर खेदाइसक्यो होला उहिले चाहिँ ढोगेको चाहिँ देखाउन एकचोटि चिनेर उज्बेकी उफमा हेर न ए त्यो मुला बौला ढोक्दै गर्छ ए त्यो मुलाले ढोक्दैमा के चाहिँ हुन्छ र हौ तोरीबारी बिचमा पसेर फोटो खिचेको यिनीहरूले तोरी नि देखेको थिएन है कि अगाडि खान्छु एउटा केटा अब छप्प बरु यिनीहरूले त खुवाउनुभन्दा रामेन खुवाएको भए हुन्थ्यो क्या केटा एक एकवटा कस्तो पाइदिएन हौ अनि भात त कहाँ नखाएर हुन्छ हौ थेट त्यस्तो त्यो निस्तो भात खाएर आइएको छ त्यो पनि भातै नखानु भएकोमा गर थेट हावा एन्डिङमा आइपुग्यो नि त लु फेरि भन त साथी के भन्दै थियो अघि के भन्नु यार म त केही उसको ड्रिम बाइक MT-15 त नेपाल टेको कि MT-15 आयो कि त्यति चाहिँ अहिले गयो भने नि अहिले किनिदिन्छु केटीहरू गएको यो तिमीलाई निकाल्छ होला है कोरियन सरकारले यस्तो राम्रो चाहिँ सबै केटी लडेर बाँच्दै भयो फेरि एकचोटि भन्दै पनि गाह्रो भएर चाहिँ केटीको छातीमा खुट्टा राखेर हिँड्नु पऱ्यो के बोलेको साथी तिमीले मतलब त्यस्तो मान्छे खिचेर भने क्या त्यो बाटोभरि मान्छे लडेर क्या होइन अब त्यो छु त के गरिदिनु मैले होइन अब मैले केटाको भनेपछि केटाको सोचेर भनेको के कमी छ र यहाँ होइन अब त्यहाँ होस्टेलमा कसरी निस्किनु म यहाँ त्यो होइन त्यो जिएसमा बसेकाहरूले के गर्लान् मलाई हिँड्ने बेला कसरी हिँड्नु पर्यो बाटो केटा प्रोटेक्ट गर चारतिरबाट मलाई प्रोटेक्ट गर अनि लग है त्यो चाहिँ अब राति पनि चम्किने पर्यो देवानको राजा साहब अनि देवानको राजा दिए राजा जे होस् केटाहरूले गर्छ रमाइलो आइपुगेछ सो आजलाई यति नै बिदा मागौँ केटा म चाहिँ एकदम डिसिप्लिन है फोर्सर सबै बोकेर हिँडिदिन्छु म सफा गरेर युट्युब वे हान्दै छे युट्युब ने हो यस्तो म खतरा हो क्या फोर्सर सबै टिपेर हिँडिदिन्छु अनि त्यसै राम्रो भएको त म एकदम खतरा ओ रातभर नाटेर नदेखेको हो कि हो त रातभर नाटेर नदेखेको खोइ अनि ला देखिँदैन नि यहाँ पनि अनि खोइ ला ओइ छैन त ओइ कहाँको निशाल देखिँदैन त रातभर नाटेरै होला यार साँच्ची त्यहाँको सबैमा कलेज भइसकेको मान्छे हो सानो 18 त पुग्दैछ कराउँदैन पनि कराउँदैन फेभरेट नै मान्छे सबैको अनि कप्लोकै अनि मै हो त अब यहाँ माथितिर जिएस पो गएर जानु हुँदैछ केटीहरू लड्दैन होला त्यही त यहाँ जिएस मलाई छेका त चारैतिरबाट केटा हिँड्ने बेलामा चारैतिरबाट छेका न केटा मलाई आज चाहिँ यतिमै सक्यो होइन यतिमै अब आजलाई चाहिँ एन्ड गरौँ फेरि भेटौँला अर्को भ्लग लिएर आउनेछु फेरि थ्याङ्क्स फर वाचिङ